प्रचण्ड त्यसै प्रचण्ड भएका होइनन्, त्यसै 240 वर्षीय सामन्ती शासकलाई सत्ताच्युत गरेका होइनन् र 3 करोड जनताको मन जितेका होइनन्, त्यसै जनता 19 दिने आन्दोलनमा होमिएका होइनन्, प्रचण्डलाई त्यसै विश्वास गरेका होइनन्। हरेक जात जाति धर्म वर्ग र धर्म संस्कृति र कुनै पनि क्षेत्र विभेद नगरी सबैलाई समेटेर देशलाई एउटै मालामा उड्न सक्ने क्षमता, त्यो प्रतिभा भएका व्यक्ति हुन् प्रचण्ड। हामीले भन्दै आएको कुरा पनि हो, तर कतिले विपक्षीहरूले भन्ने कुरा के हो भनेपछि उनी एउटा हत्यारा हुन् मात्र। हत्याराका कुरा छोडौँ, नेपाल एकीकरणमा पनि कतिले ज्यान गुमाएका थिए। त्यो 2224 राज्यलाई एक बनाउँदाखेरिमा कतिले ज्यान गुमाएका थिए। त्यो पृथ्वीनारायण शाहलाई हत्यारा भन्न सकिन्छ? प्रचण्डले बुनेको एउटा भिजनसँगै त्यो मिसनमा कतिले ज्यान गुमाउनु भयो, त्यो एउटा दुर्भाग्य हो। त्यसलाई हामीले सम्मान गरेकै छौँ, गर्नुपर्छ। आज हेरौँ न, जनकपुरमा जुन एकता सन्देश सभा, यहाँको यो मेरो ब्याकग्राउन्डमा देखाइएको दृश्य हो, एकता सन्देश सभा जनकपुर हो। योभन्दा अगाडि हामीले सुदूरपश्चिम अथवा धनगढीमा पनि देख्यौँ एकता सन्देश सभा। त्योसँगै हामीले दाङमा पनि देख्यौँ एकता सन्देश सभा, र हामीले पोखरामा पनि देख्यौँ, र अहिले फेरि मधेसमा पनि यति ठुलो क्रेज देखियो प्रचण्डप्रति। जनकपुरको आजको यो आमसभा, यो एकता सन्देश सभा, यसले के जनाउँछ भनेपछि प्रचण्डप्रति त कुनै पनि जनता, न मधेसी, न पहाडी, न हिमाली, न दलित, न पिछडिएका जातीय, हरेक अल्पसङ्ख्यक कसैले पनि प्रचण्डलाई राम्रो नमानेको कुरा रेकर्ड छैन। सोच्ने मान्छेले जे पनि सोच्छन्, विपक्षीले जे पनि सोच्छ, हामीले जो देवता मान्छौँ नि त भगवान, हिन्दूहरूले त्यसलाई अर्को धर्मका मान्छेहरूले भगवान मान्दैनन् नि त। हामीले फेरि अर्को देवतालाई, अर्को धर्मको मान्छेलाई भगवान मान्दैनौँ नि त। यो एउटा मान्ने शैली हुन्छ, बुझ्ने शैली हुन्छ। जसले जति बुझ्छ, हामीले बुझेपछि पुजेपछि ढुङ्गा पनि देवता हुन्छ, त्यो कुरा हो। हामीले पानी, कोही पानी चोखो हुन्छ, कोही पानी जो हामीले सुन पानी भन्छौँ, सुनमा उगरेर, त्यसलाई चाहिँ हामीले चोखो पानी भन्छौँ। तर जुन पानी हामीले चाहिँ सफा पानीलाई पनि चोखो भन्दैनौँ फेरि, है। हामीले गाईको गउँतलाई पनि त चोखो मान्छौँ, हामीले चोखिन्छौँ नि त। तर हामीले चोखो पानीलाई पनि चोखो मान्दैनौँ है कुनै ठाउँमा। हामीले जहाँबाट जसरी बुझ्छौँ त्यो बुझाइ हाम्रो आफ्नो ठाउँमा छ। हामीले बुझ्ने कुरा के हो भनेपछि हामीले विभिन्न किसिमका जातीयदेखि हरेक कुरा, प्रथा, परम्परागत हाम्रा विकृतिहरू, विसङ्गतिहरू सबैलाई हटाउनुमा त प्रचण्ड लागि परेकै हुन् नि त। जो अहिले चाहिँ खगेन्द्र सुनार भन्छन् नि, खगेन्द्र सुनारले जनयुद्ध अहिले भइदिएको भए हामी पनि होमिन्थ्यौँ भन्ने खगेन्द्र सुनार। अहिले ती खगेन्द्र सुनारहरू पनि यसरी खुल्लम रूपमा बोल्न आएका छन्। यी हर्क साम्पाङहरू, यी बालेनहरू, रविहरू उदाएका छन्। यो सबै कुरा के हो भनेपछि गणतन्त्र अथवा त्यो हक, त्यो सबै कुराको व्यवस्थाको लागि लडेको चिज हो प्रचण्ड। प्रचण्डलाई हामीले व्यक्तिगत रूपमा मात्र नबुझौँ न, हामीले चाहिँ उनको भिजनलाई बुझौँ के। त्यसैले कहिले पनि प्रचण्ड मलाई लाग्छ सक्सेस व्यक्ति हुन् र उनले नेपाली राजनीति, नेपालको लागि धेरै गरेका व्यक्ति हुन्, त्याग गरेका व्यक्ति हुन्। त्याग गर्थेन भने त उनको लागि त टाउको मूल्य पनि तोकिएको थियो नि त। उनले टाउको माया गरेनन् नि त। सायद परले भेटाएको भए त मार्थ्यो होला नि त। उनी बचे किनकि उनी त्यागको लागि होमिसकेका व्यक्ति हुन्, ज्यानको माया मारिसकेका व्यक्ति हुन् त्यसको लागि। त्यो उनीमा भएको निस्वार्थपना, त्यो हामीले बुझ्नुपर्ने कुरा हो। त्यो अहिले जनताले बुझ्दैछन्। मलाई लाग्छ अबको निर्वाचनमा प्रचण्ड पार्टी अथवा नेपाली कम्युनिस्ट पार्टीलाई कसैले हराउन सक्नेवाला छैन। हामीले देखिसकेका छौँ हरेक क्षेत्रमा जनता ती पैसाले गएका होइनन् जस्तो लाग्छ मलाई चाहिँ यतिखेरको अवस्थामा। किनकि अघि पछिको अवस्थामा जान्थे होला, तर अहिले जेनजी आन्दोलनपछि एउटा परिवर्तन भएको छ। यो परिवर्तन अवस्थामा चाहिँ मान्छे पैसाको भरमा त्यहाँ गएको जस्तो लाग्दैन मलाई। भनेपछि चुनाव कसले जित्छ त? हरेक ठाउँमा त प्रचण्डको क्रेज देखिएको छ, अस्ति धादिङमा पनि देखियो। भनेपछि चुनाव कसले जित्छ त अनुमान लगाउन सकिन्छ। फेरि पनि अबको 1 नम्बर पार्टी भनेकै प्रचण्ड पार्टी, नेपाली कम्युनिस्ट पार्टी हुने देखिन्छ, मलाई त्यो लाग्छ।